अब फाइल घुमाई महिनौसम्म अर्थ मन्त्रालय धाउनु पर्ने व्यवस्था मैले आएको 1 महिनाभित्रै कटौती गरेर पञ्चायत ढल्दा 262 मेगावाट मात्र जडित क्षमता भएको मुलुकमा आज झन्डै 4300 मेगावाट र यो वर्षको अन्तमा यो आर्थिक वर्षको अन्तमा हामी 5200 मेगावाट जति जडित क्षमता हुन्छ बिजुलीमा। यसपालि झन्डै 6.5 खर्बको ऋण लिँदैछौँ हामी। तर ऋणलाई निरपेक्ष ढङ्गले बुझ्नु हुँदैन। ऋण अर्थतन्त्रको आकारको सापेक्षतामा बुझ्नुपर्छ। ऋणलाई अंग्रेजीमा डेट भन्छन्। डेट मात्र हेर्ने होइन, डेट टु जीडीपी रेशियो, त्यो अनुपात हेर्ने हो हामीले। र 6.5 खर्ब हामीले यसपालि आन्तरिक र बाह्य ऋण लिँदै गर्दा पनि डेट टु जीडीपी रेशियो चाहिँ अहिले जति छ त्यति नै हुनेवाला छ। यो पनि कसरी भयो, यो चमत्कार कसरी भयो भन्ने लाग्दो हो। यो के हो भने ऋण लिएर धेरै रकम त हामी पुरानो ऋण जो हामीले बोकेका छौँ, पहिले नै राज्यले लिइसकेको, अघिल्ला सरकारहरूले लिएको ऋण तिर्नमै जानेवाला छ धेरै, झन्डै आधी रकम 410 अर्ब हामीले आन्तरिक ऋण उठाउँदैछौँ। तर त्यसको झन्डै 247 अर्ब जति पुरानै ऋण तिर्नमा जान्छ। वैदेशिक ऋण हामी 257 अर्ब जति लिँदैछौँ, 72 अर्ब पुरानै ऋण तिर्न जाँदैछ। बचे खुसेको बाँकी रकम चाहिँ हामी अर्थतन्त्रको आकार बढाउनको लागि, आर्थिक वृद्धिको लागि लगाउँछौँ।